संविधान सभा जनताको सार्वभौमसत्ता सम्पन्न जनताले निर्वाचित गरेको एकमात्र संविधान सभा जीवितै रहेको बेलामा संविधान सभा सकियो भनेर असंवैधानिक कदम उहाँले उठाउनु भएको छ र त्यो कदम असंवैधानिक हो। र दोस्रो कुरा के हो भने सरकारको वैधानिकता पनि सकिएको छ, किन अहिलेको संविधानमा स्पष्ट लेखिएको छ संविधान सभाका सदस्य नरहेको व्यक्ति प्रधानमन्त्री रहन सक्दैन। यसरी 2064 चैत्र 28 गते संविधान सभाको ऐतिहासिक निर्वाचनबाट बनेको संविधान सभाको स्वत अवसान भयो। करिब 1,75,00,000 नेपाली नागरिकले ऐतिहासिक संविधान सभाको निर्वाचनमा भाग लिएका थिए, तर 2 वर्षभित्र नयाँ संविधान पाउने नागरिकको चाहना थप 2 वर्षमा पनि पूरा हुन सकेन। प्रत्यक्ष निर्वाचनबाट 240, समानुपातिक निर्वाचनबाट 335 र अन्तरिम संविधानको प्रावधान बमोजिम मन्त्री परिषदले 26 सभासद मनोनयन गरी संविधान निर्माणको जिम्मा 601 सभासदले पाएका थिए। तर ती सबै 601ले नै देशलाई संविधान दिन सकेनन् र आइतबार मध्यरात संविधान सभाको आयु स्वतः अवसान भयो। यसरी अन्य दलहरूको तत्कालको आक्रोश थियो। जब संविधान सभाको अवसान भएको थियो तत्कालै नेकपा एमाले र नेपाली कांग्रेसका तर्फबाट आएको प्रतिक्रिया थियो। तर परिस्थिति 24 घण्टा नबित्दै परिवर्तन भइसकेको छ। परिवर्तित परिस्थितिमा एमालेले चुनावमा जाने प्रक्रियालाई सहमति जनाउने संकेत देखाए सँगसँगै अन्य कुराहरूको नयाँ विकास भएको छ। हामी त्यो प्रसङ्ग जोड्नेछौँ, तर एकैछिनको ब्रेकपछि। न्यूज 24 मा पावर न्यूज हेर्दै हुनुहुन्छ तपाईँ। संविधान सभाको स्वत अवसान पछि विकसित घटनाक्रममा केन्द्रित हुँदैछौँ हामी र यसमा अब प्रस्तुत छ गणतन्त्र दिवस जेठ 15 गते र जब जेठ 14 गते संविधान सभाको स्वत अवसान भयो त्यसपछि विकसित राजनीतिको घटनाक्रम कस्तो रह्यो। अबको क्रममा यो 2065 साल जेठ 15 गते बसेको संविधान सभाले मुलुकलाई गणतन्त्रात्मक देश बनाउने उद्घोष गरेको थियो। सोमबार टुँडीखेलको सैनिक मञ्चमा गणतन्त्र स्थापना दिवस मनाइरहँदा संविधान सभाको अनपेक्षित अवसानले उपस्थित सबैको अनुहार मलिन देखिन्थ्यो। 5औं गणतन्त्र दिवसको अवसरमा आयोजित भव्य समारोहको तामझामले मञ्चमा आसीन राष्ट्रपति, प्रधानमन्त्री, प्रधान न्यायाधीश लगायत मन्त्री र अन्य कसैलाई पनि हर्षित बनाउन नसकेको प्रष्ट देखिन्थ्यो। संविधान सभाको अवसानले राजतन्त्रको पतन भएर 5 वर्ष अघि स्थापना भएको ऐतिहासिक गणतन्त्र दिवस यसपालि खल्लो र औपचारिकता मात्रै बन्यो। करिब 4 वर्षमा पनि संविधान बन्न नसकेकोमा राष्ट्रपति डाक्टर रामवरण यादवले खिन्नता प्रकट गरे। संविधान सभाको अवसानलाई अप्रत्याशित र दुःखद भएको उनले बताए। 5औं गणतन्त्र दिवसका अवसरमा राष्ट्रका नाममा राष्ट्रपति यादवबाट जारी सन्देशमा संविधान सभाको अप्रत्याशित अवसानप्रति चिन्ता व्यक्त गरिएको छ। ठूलो सङ्घर्ष र बलिदान पश्चात गठित संविधान सभाको अप्रत्याशित अवसान हामी सबैका निम्ति गम्भीर चिन्ता र अफसोचको विषय भएको राष्ट्रपतिले लेख्नु भएको छ। गणतन्त्र दिवसमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले संविधान सभा जोगाउन अन्तिम प्रयास गरे पनि सफल नभएपछि मुलुकलाई अप्रिय दुर्घटना हुनबाट रोक्न निर्वाचन घोषणा गरेको बताए। संविधान सभाको एक जिम्मेवार सदस्य, संविधान सभाको प्रतिनिधित्व गर्ने एक राजनीतिक दलको जिम्मेवार नेता तथा यस कालखण्डको मुलुकको कार्यकारी प्रमुखको हैसियतले तोकिएको अवधिमा संविधान जारी गराउन नसक्दा मैले लिनुपर्ने जिम्मेवारीको हिस्साको उत्तरदायित्व महसुस गर्दै सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूप्रति म क्षमा याचना गर्न चाहन्छु। साथै आगामी मङ्सिर 7 गतेका लागि तय गरिएको नयाँ संविधान सभा निर्वाचनलाई सफल पार्न सबैसँग आग्रह गर्दछु। त्यसपछि सोमबार एमालेले कानुनी परामर्श गर्यो। एमालेको स्थायी समितिको बैठकले सहमतिको आधारमा चुनावमा जान तयार रहेको बताएको छ। यो सरकारको नेतृत्वमा होइन, अब यो सरकारलाई हामी चाहिँ नि अविलम्ब यसले राजीनामा दिनुपर्छ र सर्वसम्मतिको सरकार, राष्ट्रिय सहमतिको सरकार निर्माण गरेर आम निर्वाचन सम्पन्न गर्नुपर्छ। नेपाली कांग्रेसले सर्वदलीय बैठक बोलायो। कांग्रेस पार्टी कार्यालय सानेपामा भएको सर्वदलीय छलफलपछि एमालेका
वरिष्ठ नेता माधव कुमार नेपाल। हिजो जुन ढङ्गले माओवादी पार्टीको तर्फबाट एक लौटी ढङ्गबाट जसरी संविधान सभाको निर्वाचनको घोषणा गर्ने गरेको छ, त्यसमा माओवादीको नियत देखिएन। त्यसमा संवैधानिक जगमा पनि बलियो गरी उभिएको छैन। राजनीतिक सहमतिको पाटोलाई टोटल उसले निषेध गरेको छ र यसबाट माओवादी पार्टीले भोलि सत्तामा टाँसिने र भोलि मन परे ढङ्गबाट निर्वाचन सञ्चालन गरेर जसरी पनि 2/3 निर्वाचन बहुमत पुर्याउने यो कुत्सित मनसा राखेको देखिन्छ। यसको चाहिँ जोइन्टली मुकाबला नगरिकन नेपालको डेमोक्रेसीलाई बचाउन पनि सकिँदैन। 62-63 आन्दोलनको ऐतिहासिक उपलब्धिको रक्षा पनि गर्न सकिँदैन। जुन छलफलपछि कांग्रेसको भनाई यस्तो आएको थियो। संविधानले चाहिँ के भन्छ भने प्रधानमन्त्री पदमुक्त 3-4वटा अवस्थामा हुन्छ। एउटा राजीनामा दिएमा, एउटा चाहिँ संसदको सदस्य नरहेमा। उहाँ अब संसदको सदस्य रहनु भएन, किनभने आफैले संसद भङ्ग गराउनु। अब त्यसपछि त्यसकारण पदमुक्तको स्थितिमा पुगिसकेको प्रधानमन्त्रीले संविधान के सभाको अर्को निर्वाचन भनेर जो उहाँले चाहिँ भन्नुभएको छ, त्यो चाहिँ प्रक्रिया पुगेको छैन। संवैधानिक व्यवस्था नगरिकनै यो चाहिँ निर्वाचनको घोषणा भनिएको छ, यो मिलेको छैन। त्यसपछि राष्ट्रपति कार्यालय शीतल निवासमा चियापान कार्यक्रम भयो गणतन्त्र दिवसको अवसरमा, जहाँ एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालदेखि सबै शीर्ष नेताहरू उपस्थित थिए। चियापानमा शीर्ष नेताहरू एक अर्कासँग कानेखुसी गरिरहेका अनि ठट्टा गरिरहेका भेटिए। माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमालेका वरिष्ठ नेता माधव कुमार नेपालको यो कानेखुसी र हाँसो ठट्टा। राष्ट्रपतिको चियापान कार्यक्रम लगत्तै एकीकृत माओवादीका अध्यक्ष पुष्पकमल दाहालले पत्रकार सम्मेलन गरेका थिए। यसरी संविधान सभाको अवसानपछि दलहरू तीव्र छलफलमा छन्। यति बेला एमालेले पनि स्वीकार गरिसकेको छ राष्ट्रिय सहमतिको सरकारले चुनाव गराउने विषय, तर राजनीतिले ठोस आकार ग्रहण गर्न सकेको छैन। यति बेला यद्यपि नेकपा एमालेका अध्यक्ष झलनाथ खनालले एक विज्ञप्ति जारी गरेर सहमति भए नेकपा एमाले चुनावमा जान तयार रहेको बताएका छन्। त्यसै नेपाली कांग्रेस अझै पनि भनिरहेको छ कि प्रधानमन्त्री डाक्टर बाबुराम भट्टराई नै अब प्रधानमन्त्री रहिरहन लायक छैनन्। कांग्रेसको प्रतिक्रिया केही बेर अगाडि हामीले प्रस्तुत पनि गरिसकेका छौं र यसरी नेपाली राजनीतिको स्वरूप संविधान सभाको स्वत अवसानको 24 घण्टाका बीच परिवर्तन हुँदै र परिवर्तन भएर आएको छ। मूलतः एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालको पछिल्लो अभिव्यक्ति, जसले आपसी दलहरू बीचको सहमतिलाई जोड दिँदै संविधान सभाको स्वत अवसानले एउटा नयाँ चरणमा राजनीतिलाई प्रवेश गराएको प्रतिक्रिया दिएका छन् भने नेपाली कांग्रेसले अझै पनि प्रधानमन्त्री रहिरहन बाबुराम भट्टराईको वैधता सकिएको प्रतिक्रिया दिएको छ र एमालेले मिश्रित मध्य मार्गको बाटो जसरी त्यसका अध्यक्ष झलनाथ खनालको विज्ञप्ति बमोजिम चुनावमा सहमति भए जान सकिने प्रतिक्रिया दिएका छन्। यसरी राजनीतिको धार परिवर्तन हुँदै विकसित हुँदै गरेको अवस्थामा छ। संविधान सभाको स्वत अवसान लगत्तै अब के होला, मुलुक कसरी अगाडि बढ्ला, आम नागरिकमा सबैभन्दा चासो र चिन्ताको विषय यही छ। यति बेला व्यवस्थापिका संसदको हैसियतमा पनि काम गर्दै आएको संविधान सभाको अवसानपछि देशमा गम्भीर संवैधानिक संकट पनि उत्पन्न भएको छ। व्यवस्थापिका नहुँदा सरकारकै वैधानिकतामा पनि प्रश्न उठेको छ भने केही दलहरूले प्रधानमन्त्री बाबुराम भट्टराईकै कार्यकालको पनि अस्तित्व समाप्त भइसकेको बताएका छन्। प्रमुख दलहरू र माओवादीकै मोहन वैद्य पक्षले समेत सरकारको वैधानिक हैसियतमा प्रश्न उठाइसकेका छन्। अन्तरिम संविधान 2063 को धारा 38 को उपधारा 7 मा व्यवस्थापिका संसदको सदस्य नरहेमा प्रधानमन्त्री पदमुक्त हुने उल्लेख छ।
व्यवस्थापिका नै नरहेपछि प्रधानमन्त्री बाबुराम भट्टराई पनि त्यसका सदस्य नहुने भएकाले प्रधानमन्त्री स्वतः पदमुक्त हुने विपक्षी दलहरू र केही संविधानविदहरूको दाबी छ। यस्तोमा सरकारको हैसियत काम चलाउ स्तरको हुने उनीहरूको तर्क छ। विपक्षीहरू र आफ्नै पार्टी भित्रको एउटा पक्षले वैधानिकताको प्रश्न उठाइरहे पनि प्रधानमन्त्री भट्टराईले भने कार्यकारी अधिकार आफूमै निहित भएको बताइरहेका मन्त्री परिषदमै हुने भनेर संविधानमा प्रश्न लेखिएको भन्दै माओवादी अध्यक्ष पुष्पकमल दाहालले कार्यकारी प्रधानमन्त्री नै रहेको बताएका छन्। शक्ति सन्तुलनको सिद्धान्त अनुसार संवैधानिक निकाय र सरकारको स्वेच्छाचारितालाई अंकुश लगाउने एउटै निकाय संसदको अवसानपछि सरकार निरङ्कुश हुने खतरा समेत बढेर गएको कतिपयले आशंका गरेका छन्। त्यसैले पनि कांग्रेस एमाले लगायतका दलहरूले र वैध पक्षले समेत प्रधानमन्त्रीको राजीनामा वा बर्खास्तीलाई पहिलो शर्त भनिरहेका छन्। माओवादी र मधेसी मोर्चा यही सरकारको निरन्तरताको पक्षमा छन् भने कांग्रेस एमाले लगायतका राजनीतिक दलहरू यो सरकारलाई जबरजस्त भए पनि हटाउनु पर्ने पक्षमा छन्। यस्तो अवस्थामा फेरि मुलुकमा राष्ट्रपति र प्रधानमन्त्री बीच टकराव बन्न सक्ने खतरा पनि कायम रहेको संविधानविदहरूले बताएका छन्, जसका लागि दलहरूको एक मात्र मिलन बिन्दु फेरि पनि दलीय सहमति नै हो। यसबेगर उनीहरू न अघि बढ्न सक्छन् न देश नै। र यो आजको पावर न्यूज राजनीतिक अपडेटको र आज यो यति नै। हामीलाई बिदा दिनुहोस्। नमस्ते।